एप्पलले अहिलेसम्मको सबैभन्दा सस्तो म्याकबुक लन्च गरेको छ म्याकबुक न्यू। युजली अब म्याकबुकको प्राइसहरू $1000बाट स्टार्ट हुन्छ युएसमा, अहिले त 1100बाट स्टार्ट छ। तर म्याकबुक न्यूको प्राइस स्टार्टिङ छ जम्मा $600बाट। यो प्राइसमा तपाईँले पाउनुहुन्छ 13 इन्चको लिक्विड रेटिना डिस्प्ले र प्रिमियम एल्युमिनियम बडी। अब यो प्राइसमा ल्याउनको लागि चाहिँ एप्पलले एउटा मेजर चेन्ज के गरेछ भने चाहिँ यसमा एम सिरिजको चिप नभइकन आइफोन 16 प्रोमा युज भएको A18 प्रो चिप युज गरेको छ र 8GB र्याम मात्र दिएको छ। र अरू कुरा चाहिँ यसमा जम्मा दुईटा मात्र पोर्ट्स छ, दुईटै USB-C पोर्ट छ, म्याक्सेफ छैन, थन्डरबोल्ट सपोर्ट पनि छैन र 60 हर्जको डिस्प्ले हो। अनि यसको ट्र्याकप्याड पनि फिजिकल क्लिकिङ ट्र्याकप्याड हो। अहिले प्रिमियम म्याकबुकहरुमा चाहिँ फोर्स टच ट्र्याकप्याड हुन्छ, तर खासै नोटिस हुने कुरा त होइन। एउटा झ्याउ लाग्ने कुरा चाहिँ के छ भने यसमा ब्याकलिट कीबोर्ड चाहिँ छैन, अँध्यारोमा टाइप गर्दा अलिकति गाह्रो हुने भयो। अब प्राइस हेरिकन यो स्याक्रिफाइसहरु खासै नराम्रो भन्दिनँ म। तपाईले अब एप्पलको लेटेस्ट डिभाइस चाहिरहेछ, तिनीहरुलाई ल्यापटप खोजिरहनु भएको छ र ब्याट्री लाइफ पनि राम्रो होस् चाहनुहुन्छ र त्यो सँगै पैसा पनि खासै धेरै खर्च गर्न मन छैन भने चाहिँ तपाईको लागि यो ल्यापटप पर्फेक्ट हुन्छ है। नेपालमा चाहिँ आइसकेको छैन, चाँडै आउँछ, कुर्दै गर्नलाई अलिकति टाइम लाग्छ होला। मैले त ल्याउने हैन, अब यसै भन्दा